हेलो एभ्रिवान, गुड मर्निङ, शुभ बिहानी अनि फेरि पनि स्वागत छ तपाईँलाई मेरो अर्को नयाँ ब्लगमा। अनि आज चाहिँ विशेष दिन मेरो छोरीको जन्मदिन रहेको छ, फर्स्ट बर्थडे। अनि त्यसैको लागि चाहिँ आज हामी सेलिब्रेसन गर्नको लागि यहाँ दमदार तयारी गर्दैछ। अनि यहाँ चाहिँ मेरो बुढो हुनुहुन्छ, यहाँ यसो सेकुवातिर यस्तो भइरहेछ आँखा धुवाले। यहाँ चाहिँ सेकुवा रेडी हुँदैछ, केटाकेटीहरू यहाँ खेल्दैछ। अनि म चाहिँ अहिले कपाल मात्रै धुएको छु, किनभने कलर लगाऊँ भनेको कपाल सुक्छ कि सुक्दैन। मेरो कपाल चाहिँ फेरि एकदम ढिलो सुक्छ। अब हेरौँ, सुक्यो भने लगाउँछु, सुकेन भने लगाउँदिनँ, वहीँ घर गएर लगाउँछु। हाम्रो यहाँनिर सेकुवा बनिँदैछ, तर धुवाले मारो यति छ, यति पाक्दैछ। ढुङ्गे सेकुवा दियो। त्यो मजाको साउन्ड आउँछ, सर परेको। अनि मेरो छोरीलाई चाहिँ आज जन्मदिनको धेरै बेसर शुभकामना। अनि मेरो छोरी ज्ञानी हुनु, असल हुनु, अनि अरू त के भन्नु होइन, त्यति त भन्ने एउटा प्यारेन्ट्स उयोबाट। त्यसपछि ठुलो भएपछि त आफै ज्ञानी भइहाल्छ। म चाहिँ यहाँनिर अब यहाँ हल्का कलर लगाऊँ भनेको। कसले लगायो जेसी? ज्योति मगर नभने ज्योति राई। अब कलर लगाइन्छ, कस्तो देख्छ मलाई हेर्नु होला। कलर लगाएको, बहिनीले कलर लगाइदियो। टक्कै जेसीले हेर्दैछ, यहाँ प्लास्टिक लाउनुपर्छ अरे क्या कलर लगाएपछि। तर मेरो कपाल लामो बाक्लो छ कि पुगेन। दुईवटा लिएर आएको थिएँ, पुगेन। अब फेरि भरे दुईवटा लिएर आउनु पर्नेछ मार्टबाट। कलर लगाएको कि तर पुगेन हौ बाबा मेरो त। के लगाएको अरे मैले? ए दिनु गर्नु न भयो। अझै चाहिन्छ मतलब अहिले तपाईँ छोडिदिनु क्या, अहिले आउँछ त मान्छेहरू काम गर्नु। ल यहाँनिर चाहिँ मामा खालाहरूले पुरा मासु कटिङ भइरहेको छ। ज्योतिको भिडियो चाहिँ सबैले लाइक अनि सब्सक्राइबहरू, भिडियोमा कमेन्टहरू गरिदिनु है। बिचरा माया लाग्दो भइसक्यो। तेरो भिडियो गर भने बिल्ला अरे अहिले सेकुवा त जतिको त्यति देख्छु त हौ। यो बोलमा नि एक थियो अनि हालेको मैले। अनि सेकुवा रेडी भयो। हामी चाहिँ सेकुवा मजाले खाना खाने लाग्यो। हिजो बिहा तिमीले यहाँ जमदारको काट्दै हुनुहुन्छ सब्जीलाई। अब काँक्रा पनि ल्याउनै, काँक्रा पनि खुर्काउनु पर्छ। काँक्रा पर्दैन राम्रो छैन बोक्दा पाड्यो कि। अनि एकैतालि मिसाएको म त अगाडि खुर्किसके। यस्तो निकाल्नु पर्ने अरे बुटा। काँक्राको पनि त्यसै गर्दै त्यस्तै बुटा निकाल्नु पर्ने। स्वास्थ्य पार्टी हुन्छ काँक्रा। डेकोरेसन चाहिँ यति भएको छ। हामी सङ्गति चाहिँ बाहिर गरेको नि त, गर्मी चाहिँ पुरा। नि यहाँ अर्दैन पनि डेकोरेसन गरेको। यहाँ जोबी चक्लेट खाँदैछ, यहाँ भाइ। यस्तो छ डेकोरेसन चाहिँ। उहाँलाई नै धन्यवाद चढाउँ। हाम्रो पलको समय है, आज हामी यो खुसियालीको समयमा हामी आएको छौँ। यो पनि परमेश्वरले दिनुभएको नि दुःखबाट कहिलेकाहीँ गुज्रिराखेको हुन्छौँ। यो दुःखको समय पनि उहाँले नै हाम्रो लागि चाहिँ बलियो बनाउनलाई, साहसी बनाउनलाई साँच्चै नि अयुबलाई जस्तै त्यो एउटा उहाँले आफ्नो समयमा सबै कुरा राख्नु भएको हुन्छ। आउनुहोस् हामी आज चाहिँ हामी खुसियालीको एउटा माहौलमा छौँ। हामी उहाँलाई नै धन्यवाद दिनेछौँ। हाम्रो जिउँदो परमेश्वरलाई, ब्रह्माण्ड सृष्टि गर्नुहुने है, अनि प्रकृति सबै कुरा सृष्टि गर्नुहुने, अनि यो हर समय सिजन सबै कुरा बनाउनु हाम्रो परमेश्वरलाई धन्यवाद दिनेछौँ। हामी घोषणा गर्छौँ, जिउँदो छ यसो जिउँदो छ।
विशेष जन्मोत्सव भन्ने कुरा चाहिँ उसको जो व्यक्तिको जन्मोत्सव मनाइँदैछ त्यो चाहिँ दीर्घायुको कामना हो। दीर्घायु परमेश्वरले ठ्याक्कै है यो समयसम्म परमेश्वरको सुरक्षा, कृपा, अनुग्रह, निगाह सबै रह्यो र प्रभुलाई धन्यवाद दिने कुराहरू हो। त्यहाँदेखि फेरि आगामी वर्षहरूको निम्ति हामी एकदमै के त भन्नाले तपाईँ प्रभु मात्रै हुनुहुन्छ। हामी विश्वास गर्छौँ प्रभु र हामी यो केक काट्छौँ अनि यो केक जब हामी यो केक खान्छौँ कति स्वादिष्ट छ अनि यस्तै स्वादिष्ट जीवनहरू हुन सकिरहने प्रार्थना छ। धन्यवाद प्रभु, सबै कुरा तपाईँलाई धन्यवाद दिने बिन्ती प्रार्थना आशीर्वाद माग्छौँ येशू तपाईँको नाउँमा। Happy birthday to you. Happy birthday to you, Sissy. Happy birthday to you. Happy birthday to you. छोरी पनि आएछ ल एभलिन ल आऊ एभलिन चाहिँ माथि ल आमा मामा ल ल यसलाई चाहिँ त राख्दिनु त यो चाहिँ सानो नानीहरूको टिम हुँदो रहेछ सानो नानीहरू मलाई नि अलिअलि ल बेस्टिजहरूको यहाँ अब खानपिन यस्तो हुँदैछ नानीहरू पनि छेउछेउमै रहेछन् ल पैसा आयो भने त अलिअलि दिन्छौ नि मलाई पनि ल ल अलिक त ल यस्तो रहेछ गाई आज बर्थडेमा बेला भएर आएको छ। मेरो भात चाहिँ तर्सिन्छ होला बेनाकै भिडियो नि म पनि अब के भन्छ युट्युबर हुन आँटेको क्या। यहाँ चाहिँ ह्याप्पी मात्र छ, बर्थडे चाहिँ अघि उडायो नानीहरूले। म हेलो पहिला हेर न ह्याप्पी मात्रै रहेछ, बर्थडे रहेछ। बर्थडेमा उठेको गिफ्टहरू पैसाहरू मैले हेर्नु नपाएँ गर्न नपाएँ यिनीहरूको चैन ए रितिकालाई चाहिँ ए गिफ्टहरू अघि काल पुकाल पारिसकेर कति छ त्यहाँ नि? 3000 गरेको छैन यो 50-50 तर 50 को गर्नुभएको छैन। कसले दिनुभयो? काका मामा हौ। अनि के भन्यो मामालाई? थ्याङ्क यू मामा। ल्याउ राखिदिन्छ हस् हजुर। उता प्राय काकाहरू मात्रै आउनुहुन्छ नि त, अनि काकै उसको 10,500 त्यति उठेछ। 2000 3000 म चाहिँ एकैचोटि के भन्छ मेरो छोरीको बर्थडेको भोलिपल्ट मैले यो भिडियो गर्दैछु। हामी चाहिँ अहिले कति बज्दैछ भन्नुहोस्? अहिले 4 बजेको छ। हामी चाहिँ बर्थडेको भोलिपल्ट बिहानै 8 बजीको गाडीमा आयौँ, किनभने मेरो बुढोको काम थियो नि त यहाँ।